परमेश्वरलाई धन्यवाद। तपाईहरु सबैलाई ख्रीष्ट येशूको नाममा जय मसीह। आउनुहोस् आजको हामी वचनलाई सुरु गर्नेछौँ। यो समय हामी छोटो परमेश्वरको वचनबाट एक दुई कुराहरू हेर्नेछौँ। आज हामी विशेष गरेर सकारात्मक दृष्टिकोण अर्थात् सकारात्मक विचारको बारेमा परमेश्वरको वचनबाट हेर्नेछौँ। अनि हेर्ने दृष्टिकोण है सकारात्मक हेर्ने दृष्टिकोणको बारेमा हामी आजको वचनबाट हेर्नेछौँ। त्यसमा पनि हेर्ने दृष्टिकोणहरू धेरै विषयमा हुन्छन् है, धेरै विषयमा हेर्ने दृष्टिकोणहरू मान्छेका हुन्छन्। तर आजको यो वचनमा चाहिँ कामप्रति हेरिने दृष्टिकोणको बारेमा हामी परमेश्वरको वचनबाट हेर्नेछौँ। कामप्रति हेरिने मानिसहरूको दृष्टिकोण कस्तो छ र कस्तो हुनुपर्छ, अनि परमेश्वरले कामप्रति हेरिने दृष्टिकोण चाहिँ परमेश्वरको नजरमा कुन चाहिँ ठिक हो, आज यसलाई हामी छोटो परमेश्वरको वचनबाट एक दुई कुरामा हेर्नेछौँ। विशेष गरेर यहाँनेरि सबै दृष्टिकोण सकारात्मक हुन जरुरी छ। सबै मानिसको कुनै पनि विषयप्रति हेर्ने दृष्टिकोण चाहिँ सकारात्मक हुन जरुरी छ। तर त्योभन्दा पनि आजको विषय चाहिँ अलिक फरक छ। कामलाई हेर्ने दृष्टिकोण, कामप्रति हेर्ने मानिसहरूको दृष्टिकोणको बारेमा आज हामी परमेश्वरको जीवित वचनबाट हेर्नेछौँ। र यो पहिला नम्बर म तपाईहरुको बीचमा पढ्न चाहन्छु। उत्पत्तिको किताब 2 अध्यायको 15 पद। उत्पत्तिको किताब 2 अध्यायको 15 पदमा यसरी लेखिएको छ। 2 अध्यायको 15 पद म पढ्दैछु। यहाँ यसरी लेखिएको छ है, परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। परमेश्वरले सुन्दर अदनको बगैँचा परमेश्वरले बनाउनु भयो र त्यसको गोडगाड गर्न, हेरचाह गर्न है, त्यहाँ काम गर्नको लागि त्यो बगैँचामा पानीको व्यवस्थापन गर्न, झारपातको व्यवस्थापन गर्न, मलखातको व्यवस्थापन गर्न, अनि त्यो एउटा बगैँचालाई हराभरा बनाएर राख्नको लागि परमेश्वरले त्यो कामको जिम्मेवारी दिएर राख्नुभयो। आज हामी यहाँ के देख्छौँ भने परमेश्वरले, महान परमेश्वरले अनि ठुलो कामको निम्ति मानिसहरूलाई छुट्याउनु भएन। तर कामको दृष्टिकोणले यो सानो र यो ठुलो पनि भन्नु भएन है। तर आज चाहिँ मानिसहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्नको लागि है, अनि यो सकारात्मक कामप्रति हेर्ने दृष्टिकोण चाहिँ सकारात्मक छ भने मानिसहरूको जीवनमा सकारात्मक ऊर्जाहरूको उत्पत्ति हुन्छ। अनि परमेश्वरले कुनै पनि कामलाई सानो या ठुलो भन्नु भएन। अनि मानिसलाई परमेश्वरले बनाएर के गर्नुभयो भने अदनको बगैँचामा त्यो बगैँचा व्यवस्थापन गर्न, त्यसको झारपात व्यवस्थापन गर्न, त्यसको सिँचाइको व्यवस्थापन गर्न, अनि त्यसलाई मलखातको व्यवस्थापन गर्न, सबै कुराको व्यवस्थापन गर्न चाहिँ परमेश्वरले मानिस जातिलाई त्यहाँ राख्नुभयो। अनि आज परमेश्वरले यो काम ठुलो, मैले बनाएको मान्छेलाई चाहिँ म यो ठुलो काममा राख्छु भन्नु भएन। तर त्यो सबैभन्दा सानो काम मानिन्छ है, अनि त्यो काममा नै उहाँले ती मानिसहरूलाई नियुक्ति गर्नुभयो। तर आज हामी के देख्छौँ भने यो विशेष गरेर यो हिन्दुस्तानी मुलुकहरूमा है, हिन्दुस्तानी मुलुकहरूमा एउटा कामप्रति हेरिने दृष्टिकोण चाहिँ ठिक छैन है। मानिसहरूले कामकै आधारमा जात छुट्याउँछ है। यो हिन्दुस्तानी मुलुकमा यो चाहिँ हिन्दू धर्मशास्त्रीय सिद्धान्तबाट आएको, अनि यो परम्परा चाहिँ अहिले हिन्दुस्तानी समाजमा छ। अनि यो चाहिँ कामको आधारमा मानिसहरूको जातसम्म पनि छुट्याइएको छ है। अनि कामको आधारमा कुन मानिस पूजनीय छ अनि कुन मानिस चाहिँ अशुद्ध छ है, कुन मान्छे चाहिँ शुद्ध छ, कुन मान्छे चाहिँ अशुद्ध छ, कामको आधारमा जात छुट्याएर काम गरिने प्रचलन छ। यो चाहिँ हाम्रो हिन्दुस्तानी समाजमा सबैभन्दा नराम्रो प्रचलन हो। अनि आज यो प्रचलनले चाहिँ सानो काम गर्ने मानिसहरूको इज्जत हुँदैन, अनि त्यो इज्जत नपाउने मानिसहरूले त्यो काम गर्न पनि चाहँदैन। त्यसले गर्दा आज हिन्दुस्तानी मुलुकहरू धेरै पछाडि परेको छ। तर सभ्य मुलुकहरू अर्थात् युरोपियन मुलुकहरू है, अरू पश्चिमा मुलुकहरू जो सभ्य मुलुकहरू छ, उनीहरूले चाहिँ कामको आधारमा यसरी मानिसलाई विभाजन गर्दैन
है। कामको आधारमा मानिसको जात छुट्याउँदैन अनि कामको आधारमा मानिसलाई ठुलो सानो छुत अछुत भन्दैन। हामीले देखेका छौँ एउटा मिनिस्टर है गाडीमा हाइवेमा जब आउँछ अनि त्यो हाइवे सफा गर्दै गरेको एउटा स्विपर देख्ने बित्तिकै त्यसले एक साइडमा गाडी उभ्याउँछ र त्यो 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 प्राइम मिनिस्टर पनि हुनसक्छ, त्यो ठुलो ओहदाको मान्छे हुनसक्छ। त्यो चाहिँ गाडीबाट निस्किन्छ र त्यो स्विपरको हात समाएर हात मिलाउँछ है, ह्यान्डसेक गर्छ अनि उसलाई धन्यवाद दिन्छ र फेरि गएर गाडीमा चढेर ऊ जान्छ। त्यो देशहरूमा, विकसित देशहरूमा यसरी कामको सम्मान गरिन्छ है, यसरी कामको सम्मान गरिन्छ। कामको आधारमा कसैलाई होच्याइँदैन, होच्याएर हेरिँदैन। तर यो हिन्दुस्तानी समाजमा, यो धर्मशास्त्रबाट आएको है, यो हिन्दुस्तानी समाजमा चाहिँ कामको आधारमा मानिसहरूलाई सानो ठुलो है, छुत अछुत भनेर छुट्याउने चलन छ। तर आज परमेश्वरको वचनमा आज हामी यही विषयमा हेर्दैछौँ है। परमेश्वरको वचनमा चाहिँ यो यस्तो गर्नु चाहिँ नराम्रो कुरा हो है। समाजमा कोही पनि मानिसको भावना चाहिँ यस्तो किसिमको भावना हुनु चाहिँ साह्रै नराम्रो कुरा हो बाइबलले भन्छ, अर्थात् परमेश्वरको वचनले हामीलाई भन्छ। यहाँनिर मैले उत्पत्तिको किताब पढेँ है, अब म पढ्दैछु कलस्सीको किताब पनि। कलस्सीको किताबमा पनि यसरी लेखेको छ। यहाँनिर कलस्सीको किताब 3 अध्यायको 23 र 24 पद म पढ्दैछु। यहाँ यसरी लेखेको छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर भन्छ। जे गर्छौ संसारमा जब मानिस जातिले गरिने कुनै पनि इमान्दारी कामहरू, कुनै पनि राम्रो कामहरू चाहिँ सानो, अलिकति मिडियम वर्गको अर्थात् मध्य वर्गको अनि उच्च वर्गको काम चाहिँ यस्तो केही पनि छैन। काम सबै काम चाहिँ बराबर हो भन्छ परमेश्वरको वचनले। अनि यहाँ भन्छ तिमीहरू जे गर्छौ है, काम सानो ठुलो भनेको छैन, जे गर्छौ तर दिलो ज्यानले गर्ने गर भन्छ। दिलो ज्यान लगाएर गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै। मानिसको काम गर्दैछु भनेर होइन, तर परमेश्वरको सेवा गर्दैछु भने जस्तै गरेर कुनै पनि काम गर्दाखेरि मेहनतले गर, दिलो ज्यानले गर भनेर परमेश्वरको वचनले भन्छ। अनि हामी इसाईहरू पनि यही हिन्दुस्तानी समाजबाट आएको त्यही भग्नावशेषहरू हामीसँग हाम्रो सोच विचारमा छन् भने, त्यही भावनाहरू हामीसँग यदाकदा रहेका छन् भने त्यसलाई चाहिँ हामीले पूर्ण रूपले फ्यालिदिनुपर्छ। अनि कामको आधारमा चाहिँ हामीले कसैलाई सानो या ठुलो या तुच्छ या सम्मानित सम्झिनु हुँदैन, किनभने यो समाजबाट हामी निस्केर आएका छौँ र प्रभुलाई हामीले ग्रहण गरेका छौँ भने है, र हामीले पूर्ण रूपले हाम्रो सोच विचारलाई परिवर्तन गरेका छौँ र पूर्ण रूपले हाम्रो हेर्ने दृष्टिकोण चाहिँ सकारात्मक बनाएका छौँ भने हामीले कुनै पनि कामलाई सम्मान गर्नुपर्छ, कामको इज्जत बराबर गर्नुपर्छ। परमेश्वरको वचनले हामीले यसरी भन्छ। अनि यहाँनिर भन्छ है, यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ, तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ। यो चाहिँ एउटा परमेश्वरको सेवाकाई गर्दैछु भने जस्तै गरेर है, परमेश्वरको सेवा यो चाहिँ परमेश्वरको काम हो भने जस्तै गरेर हामी जुन काम गरिरहेका छौँ त्यो काममा हामीले मेहनत साथ गर्नुपर्छ भनेर परमेश्वरको वचनले भन्छ। प्रभुमा प्रियहरू, मैले सुनेको थिएँ एकजना यात्री एउटा खोलाको बगरमा यात्रा गर्दै थियो। अनि खोलाको बगर चाहिँ त्यो चैत वैशाखको बेला पनि हुनसक्छ, अनि त्यो खोला चाहिँ एउटा खहरे खोला पनि हुनसक्छ है। अनि त्यो यात्रा गरेको बेलामा चाहिँ खोलाको बिच बाटोमा ऊ जाँदै थियो, अनि खोलामा चाहिँ एक थोपा पानी पनि थिएन। त्यहाँनिर पानी थिएन, एकदम खोलाको बगर उराट लाग्दो थियो है, पानीहरू पनि केही थिएन, घाम बेसरी लागेको थियो। खोलाको बगरको बिचको बाटो यात्रा गर्दै थियो। अलि अगाडि जाँदाखेरि उसले चाहिँ 3 जना मान्छेहरू यसरी मेलैसँग लहरै बसेर गिटी कुर्दै गरेका 3 जना मान्छेहरूलाई भेट्टाए। अनि त्यो मान्छेले पहिलो व्यक्तिलाई सोध्यो, हजुर तपाईँ यो गिटी के कारण किन कुट्नुहुन्छ? यस्तो गर्मीमा है, यस्तो मरुभूमि जस्तो बगरमा बसेर यो गिटी किन कुट्दै हुनुहुन्छ भनेर उसले सोध्यो। अनि त्यो मान्छेले भन्यो, के गर्नु हजुर, पेटले मान्दैन, अनि खानै पर्यो, लाउनै पर्यो, यही पेटको लागि यो गिटी कुट्नै पर्यो, अरू व्यवसाय छैन उसले भन्छ। उसले आफ्नो पेटलाई दोष लगाउँछ अनि आफू त्यो काम गरिरहेको आफूले अभिव्यक्त गर्छ। फेरि त्यो व्यक्ति दोस्रो व्यक्तिसँग जान्छ र फेरि त्यो दोस्रो व्यक्तिलाई सोध्छ, हजुरले चाहिँ यो गिटी यस्तो घाममा किन कुट्दै हुनुहुन्छ, के को लागि भनेर सोध्छ। उसले भन्छ, के गर्नु हजुर, मेरो
श्रीमती छ, छोराछोरी छ, बालबच्चा छ, परिवार छ, अनि खानै पर्यो, लाउनै पर्यो, सबै कुरा गर्नै पर्यो, अरू व्यवसाय छैन, अनि यही कारण म गिटी कुट्दैछु भन्छ। उसले आफ्नो परिवारलाई, आफ्नो सन्तानलाई दोष लगाउँछ, गिटी कुट्दैछ। फेरि अन्तिममा एउटा तेस्रो व्यक्ति पनि गिटी कुट्दै थियो। अनि गिटी कुट्दै गरेको त्यो व्यक्तिलाई गएर सोध्यो, ल भन्नुहोस् त हजुर, तपाईँले चाहिँ किन यो गिटी कुट्दै हुनुहुन्छ भनेर सोध्यो। अनि उसले चाहिँ भन्यो, महाशय, यो अहिले चाहिँ यो खोला सुकेको छ, तर असार साउनमा चाहिँ यो खोला विशाल भेलबाढी आउँछ। अनि भेलबाढी आएको बेलामा चाहिँ वारीको मान्छे, पारीको मान्छे वारपार गर्नु सक्दैन, अनि धेरै मान्छेहरू चाहिँ यो खोलाले बगाएर मर्छन् पनि। सालमा एकचोटि धेरै मान्छेहरू यो खोलाले बगाएर मर्छ। अनि यो खोलामा चाहिँ यसपालि पुल हाल्नको लागि बजेट आएको छ अरे, थोरै। अनि त्यो बजेटबाट यो खोलामा चाहिँ पुल हालिँदैछ अरे। अब मैले पनि खुसी लागेर यो थोरै बजेटले एउटा पुल बन्दैछ भने मेरो तर्फबाट पनि केही सहयोग गर्न सक्छु कि भनेर मैले सोचेँ। तर म पनि गरिब हो, त्यसले गर्दा मैले अरू केही गर्न सकिनँ। अनि यो पुलको लागि मेरो हातले कुटेको एक टिन गिटी भए पनि म यो पुललाई दान गर्छु। मेरो हातले कुटेको एक टिन गिटी भए पनि यो पुलमा लागोस् र मानिसहरू बचुन् भन्ने उद्देश्यले यो एक टिन गिटी यो पुल बनाउने समितिलाई दिनको लागि म यो गिटी कुट्दैछु भने। प्रभुमा प्रियहरू, काम त तीनजनाकै एउटै हो, गिटी कुट्ने काम गतिलो काम त होइन। हाम्रो यो सांसारिक दृष्टिकोणले, हिन्दुस्तानी समाजको दृष्टिकोणले गिटी कुट्ने काम ठुलो काम त होइन। तर हेर्नुहोस्, यो सन्दर्भ एकदमै सान्दर्भिक छ। गिटी कुट्ने काम त्यही हो, तीनजना मान्छे गिटी कुटिरहेका छन्, तर दुईजना मान्छेको सोच ठिक छैन, सानो सोच छ। काम पनि सानै होला, उनीहरूको सोच पनि सानै छ, तर त्यो अन्तिम मान्छेको सोच ठुलो छ, अर्थात् विचार ठुलो छ है। उसले गर्दै गरेको कामको कामको अर्थ पनि ठुलो बनायो, उसको विचार ठुलो छ। हामीलाई यो कथाबाट, यो उदाहरणबाट हामी के पाउँछौँ भने, हामी कस्तो काम गर्दैछौँ त्यो कामले केही पनि फरक पार्दैन, तर सोच हामीले कस्तो राखेका छौँ त्यसले थुप्रो फरक पार्छ है। काम सानो र ठुलो पृथ्वीमा केही पनि हुँदैन, सबै काम सम्मानित हुन्छ, सबै काम इज्जत गर्नुपर्छ, सबैलाई बराबर सम्मान गर्नुपर्छ, कामको सबैको उत्तिकै भ्यालु हुन्छ। तर सोच, विचार है, त्यही गिटी कुट्ने मान्छेको त्यस्तो कसैको विचार छ भने, कसैले परिवारलाई दोष लायो, कसैले आफ्नो पेटलाई दोष लायो भने त्यो व्यक्तिले चाहिँ एउटा महान सोच राखेर त्यो गिटी कुट्दैछ। काम त त्यही एउटा गिटी कुट्ने हो नि। त्यसले गर्दा आज तपाईँ र म पनि कुन काम गर्दैछौँ है, त्यो कामले केही फरक पार्दैन, तर कसरी गर्दैछौँ, इमान्दारिताका साथ गर्दैछौँ, आफ्नै सोचेर गर्दैछौँ, दिलो ज्यानले गर्दैछौँ है, अनि सकारात्मक सोच राखेर गर्दैछौँ, यसले ठुलो फरक पार्छ। त्यसले गर्दा परमेश्वरको वचनले पनि हामीलाई यो कुरा सिकाउँछ। यहाँनिर गलातीको किताबमा म पढ्दैछु, यो गलातीको किताब 6 अध्यायको 9 पदमा यसरी लेखेको छ, मलाई गर्ने काममा हामी नथाकौँ, भलाइ गर्ने काममा हामी नथाकौँ। असल गर्नको लागि, सानो होस् या ठुलो होस्, त्यो एक टिन गिटी त्यो पुललाई हस्तान्तरण गर्नको लागि होस्, सानो कुरा, तर त्यो भलाइको निम्ति हो। त्यस्तो काम सोच, उच्च सोच राखेर गर्ने काम गर्न कहिल्यै नभुलौँ भनेर परमेश्वरको वचनले हामीलाई भन्छ है। नथाकौँ, भलाइ गर्ने काममा हामी नथाकौँ, किनभने यदि हिम्मत गरेनौँ भने, हिम्मत हारेनौँ भने ठिक समयमा हामी कटानी पनि गर्नेछौँ। अनि यस्तो कामहरू गर्न चाहिँ हिम्मत नहारिकन है, कसैले हामीलाई गाली गरोस् या के गरोस् या तुच्छ सोचोस्, त्यो याद नगरिकन हिम्मत गरेर हामीले असल कामको निम्ति लगानी गर्दै गयौँ भने यो चाहिँ हाम्रो निम्ति इनाम पनि हुन्छ। अनि यहाँनिर परमेश्वरको वचनले यसरी भन्छ। त्यसले गर्दा आज हामी कस्तो काम गर्दैछौँ, कुन काम गर्दैछौँ, अनि हामी सानो ठुलो काम गर्दैछौँ भन्ने कुरा आएन है। हाम्रो कस्तो सोच विचारका साथ हामी काम गर्दैछौँ भन्ने कुरा चाहिँ ठुलो कुरा हो। अनि हामी इसाईहरूले कसैले के काम गर्दैछ भने त्यसलाई सम्मानित नजरले हेरिनुपर्छ, सकारात्मक दृष्टिकोण हुनुपर्छ। प्रत्येक मान्छेले गरेको कामको सकारात्मक दृष्टिकोणले हेरिनुपर्छ। अनि आज हामीलाई त्यो जुन हिन्दुस्तानी समाजबाट आएको अवशेषहरू छ भने, हाम्रो सोच विचारमा त्यो भग्नावशेषहरू छ भने, त्यो टुक्रा टुक्री नराम्रा अवशेषहरू छन् भने त्यसलाई तुरुन्त फालेर परमेश्वरको वचन अन्तर्गत रहेर सबै काम, जो असल काम मान्छेहरूले गर्छन्, सबै कामलाई बराबर इज्जत र सम्मान दिन जान्नुपर्छ। अनि परमेश्वरको वचनले हामीले यो कुरा सिकाउँछ।
यहाँनिर म अन्तिम एउटा पद पनि पढ्दैछु है। यहाँ अन्तिम पदमा उपदेशकको किताब 3 अध्यायको 13 पद म पढ्दैछु। यहाँ यसरी लेखेको छ, परमेश्वरको दान यही हो कि हरेक मानिसले खाओस्, पियोस् र आफ्नो सारा परिश्रममा सन्तुष्ट रहोस् है। सबै मानिसहरूले खाओस्, पियोस् है, सबै कुरा उनीहरूलाई चाहिने कुराको है उनीहरूले उपलब्धता प्राप्त गर्न सकोस्, उनीहरूले परिश्रम गरेर प्राप्त गर्न सकोस् र ऊ खुसी होस्। त्यो उसले गरेको काम, उसले गरेको मेहनत, उसले गरेको सबै क्रियाकलापबाट चाहिँ ऊ सन्तुष्टि होस् भनेर परमेश्वरको वचनले भन्छ। त्यसले गर्दा आज तपाईँ र मलाई कोही बेला हामी पनि यो त्यो हिन्दुस्तानी समाजबाट, हिन्दुस्तानी सोसाइटीबाट आएको विचारले हामीलाई पनि कोही बेला के भन्छ भने म त सबैभन्दा नीच काम गर्दैछु, लुगा सिउने काम है। त्यो चाहिँ खराब सोच विचारबाट आएको विचार हो। म त साह्रै नीच काम गर्दैछु, अरूले पनि हेर्दा पनि मलाई चाहिँ इज्जत गर्दैन, म फलामको काम गर्दैछु है। यो चाहिँ सबभन्दा घिनलाग्दो सोच विचार हो। काम, कुनै पनि कामप्रति हेर्ने दृष्टिकोण चाहिँ सकारात्मक हुनुपर्छ अनि इज्जत दिने किसिमको हुनुपर्छ, सम्मानित किसिमको हुनुपर्छ। कामले मानिसलाई सानो या ठुलो बनाउने होइन, उसको मेहनतले बनाउने, उसको परिश्रमले बनाउने हो, उसको लगनशीलताले बनाउने हो, उसको कलाले बनाउने हो। त्यसले गर्दाखेरि आज कामप्रति हेर्ने दृष्टिकोण हाम्रो कस्तो छ? यदि पुरानै समाजको जस्तो छ भने त्यसलाई तुरुन्त त्याग्न जरुरी छ र हामीले परमेश्वरको वचन अन्तर्गत रहेर संसारमा सबै कामहरूलाई, जो असल कामहरू मान्छेले गर्छन्, सबै कामहरूलाई बराबर इज्जतका साथ सम्मान गर्न जरुरी छ। हुन्छ, परमेश्वरको वचनले हामी सबैलाई आशिष गरेको होस्। आमेन।